सानो जेठाउको ठुलो जेठाउको के अरे जेठबाउले के अरे दाईको भनेर त आफ्नै मान्छे रहेछ नि त्यो त दाई भने दुई दाजुभाइ आएछन् क्यारे उताबाट होइन बाघवीर र त्यो आएर छन् क्या दुइटा उनीहरू दुई भाइ अनि सानो बाउले कताबाट नाम टिपेनछन् भने सानो बाउले जेठबाउलाई के अरे ऊ अब भाइको छोरालाई 13 दाजुभाइ धेरै छन् धेरै बाघवीर 13 दाजुभाइ धेरै छन् 13 छोरा धेरै छन् यहाँ अब उनको छोरी नै जेठबाउभन्दा दिदी रहेछन् हिसाबमा टौखेना दिएर छ कि कहाँ टौखेना बिहेर दिएर छ अनि उनको छोरो के उहाँ टौखेला नबसेर यहाँ बाजे कहाँ बसेछ हजुरबाउ कहाँ बसेछ ऊ के ज्ञाने बाउ गोथे यहाँ बसेपछि अब मेरो छोरा लाटा गाँडा यो मेरो जति जग्गा यो के अरे नातिले दिनुपर्छ मेरो तेरो दाजुभाइ धेरै तेरो छोरा धेरै यो जग्गा खान पाउन्न भनेर जेठबाउलाई भने अरे त्यही भनेर नि उसले तेरो नाम पनि टिपिदिने भनेर रिस गर्यो होला होइन अनि त्यहाँबाट त्यसैबाट होला यो नाम नमिसे नगरेको अनि त्यो उहाँहरूले नगरेपछि हामीले अब मेरोमा टिपेनौँ हामीले अब तीर्थ वर्षमा पनि खोइ यो कुरै गरिएन अनि मैले चाहिँ सानो बाजे भनेर 5 दिन्छु गरिएन अनि पछि यो सानो जेठाउ ठुलो जेठाउ भन्ने मरिसकेपछि जेठबाउले क्रिया गरे त्यो प्रत्येक थाहा छ हामीलाई जेठबाउले क्रिया गरे दाई मेरो दाई हो भनेर भनिस् खा जग्गासँग तिमी खा मलाई सानो बाउले यसो भनेका छन् मेरो भाइहरू जामा जे गरी खान्छन् जे जति छ त्यही बाँडेर खाउँला मेरो भाइहरू यो जग्गा चाहिँदैन भनेर जेठबाउले उयो गरेनन् सानो अनि त्यो सानो बाउ ऊ के अरे सानो जेठाउ ठुलो जेठाउ मरेपछि यो जग्गालाई हाम्रो दाइले क्रिया गर्यो यो जग्गा तँलाई दिन्न भनेर मुद्दा गरे मुद्दा गरेर फेरि लिए ऊ जिते हजुरबाउले गोविन्दे बाउले मुद्दा गरे मुद्दा गर्दाखेरि तेरो दाजुभाइ सबै दिएर अनि हुन्छ भनेर अब तँ 1 भाइ है 4 भाइ सन्तान 2 भाइ अब 3 भाइ लिएर आएन भनेपछि अनि जेठबाउले कान्छो बाउलाई हाम्रो बाउलाई बोलाएर हाम्रो घर उ गरेर मलाई सानो बाउले भनेको छ हेर भाइ हो अब साइलाले मतलब गरिहाल्यो मलाई यसो भनेको छ यो जग्गा खान पाउनुहोस् तैँले यही मेरो नातिले चाहिन्छ भनेको छ भने ल हामी नजाउँ काँलो नजा कान्छो नजा अनि भिन्नु बस्दाखेरि चाहिँ साइला बाउ र हाम्रो बाउ एक ठाउँ जेठो बाउ र कान्छो बाउ एक ठाउँ बसिहाल्छन् दुई दाजुभाइ
अनि जेठो बाउले कान्छो बाउलाई अंश दिएको, ए सानो बाउले हाम्रो बाउलाई अंश दिएको, त्यो गरेर ए अनि हामी नरौँ। मलाई यसो भनेको छ, किन गर्नु, हाम्रो यहीँ भएको बाँड्ने खाने ल भनेर अनि नदिएर के अरे नगएपछि चालबाउ तारिकमा 1 वर्ष हिँडे, 1 वर्ष तारिकमा हिँडे थाहा भयो भाइ। तारिकमा हिँडेर अनि अब दाइ भाइ लान्न सकेपछि उनको मुद्दै लागेन। अनि